आज जुलाई 12 को दिन सेमी फाइनल स्विजरल्यान्ड र अर्जेन्टिनाको गेम पुरानो बानेश्वरको लोकल रेस्टुरेन्टमा हेरियो। यो रेस्टुरेन्टमा चाहिँ एकदम फुटबल हेर्नको लागि राम्रो रहेछ र यसमा हाम्रा साथीहरू बुद्धजी, वीरेन्द्रजी, रमेशजी र म 6:45 बजे चाहिँ सेमी फाइनल अर्जेन्टिना भर्सेस स्विजरल्यान्ड हेर्न पुग्यौँ र त्यहाँ चाहिँ एकदम फुलमफुल सबै टेबलहरू चाहिँ फुल थियो। हामीले पनि एउटा टेबल बल्ल पायौँ। आफूले भनेको टेबल नपाए पनि अर्को टेबलमा एडजस्ट भएर गेम हेऱ्यौँ। गेम एकदमै रमाइलो भयो र फर्स्ट हाफसम्म पनि एक बराबरी भएकोले गर्दाखेरि सेकेन्ड हाफपछि चाहिँ अलिकति गेममा उतार चढाव भयो, नत्र दुवै टिमले चाहिँ राम्रोसँग खेलेको थियो। स्विजरल्यान्डको एउटा खेलाडीलाई चाहिँ येल्लो कार्ड दिएपछि उसको चाहिँ 2टा येल्लो कार्ड भएकोले कारणले निस्केकोले गर्दा स्विजरल्यान्ड 10जना मात्रै खेलाडीमा सीमित रह्यो। तर पनि स्विजरल्यान्डले राम्रै खेलेको थियो र अन्तिममा गेम त अर्जेन्टिनाले जित्यो। तर सेकेन्ड हाफको बिचतिर चाहिँ अर्जेन्टिनालाई पनि स्विजरल्यान्डले चाहिँ आछु पारेको थियो। मेरो एउटा साथी हेर्न सक्नुहुन्छ, कति आतुरसँग चाहिँ हिँडिरहनु भएको छ, यताउता गरिरहनु भएको छ। हाम्रो बुद्धजी, उहाँ अर्जेन्टिनाको चाहिँ फ्यान हुनुहुन्थ्यो र उहाँलाई चाहिँ एकदमै गाह्रो परिरहेको थियो। अर्जेन्टिनाले हार्छ कि गर्छ कि भन्दै उहाँ सिँढीबाट माथि उक्लिँदै यताउता हिँड्दै गरिरहनु भएको थियो। र जे भए नि गेम रमाइलो भयो। हामीले ब्रेकफास्टसँगै लियौँ र ब्रेकफास्टसँगै गेम हेऱ्यौँ। 9, साढे 9 बजीतिर गेम सकियो र अन्ततोगत्वा अर्जेन्टिनाले गेम जित्यो र हाम्रो बुद्धजी पनि हसी खुसी मुख लाएर चाहिँ निस्किनु भयो। त्यसपछि हामी पनि बिस्तारै छुट्यौँ र यो वर्षको यो फिफा वर्ल्ड कपको चाहिँ सेमी फाइनलको अर्जेन्टिना भर्सेस स्विजरल्यान्डको गेम चाहिँ हाम्रो कलिगहरूसँग बसेर हेर्न पाउँदा एकदमै रमाइलो भयो र सँगसँगै अब हुटिङ र साथीहरू बिहानको पनि गेम भएकोले सबैमा ऊर्जा पनि थियो र यो सेमी फाइनल चाहिँ साथीहरूसँग बसेर इन्जोय गरेर चाहिँ हेरियो। हस्, सबैलाई धन्यवाद। थ्याङ्क यू भेरी मच।